ब्याक साइडमा देख्न सक्नुहुन्छ यो नौमुली बजारको बीच केन्द्र रहेको छ भने यो माथि मेरो औँलाले देखाइरहेको चाहिँ भैरव महावीर रहेको छ, जहाँ चाहिँ मेरो बचपन यहीँ बितेको हो र म 1देखि 10सम्म यही स्कुलमा पढेको विद्यार्थी पनि हुँ। हेर्न सक्नुहुन्छ यो कति सुन्दर छ बजार चाहिँ, भौगोलिक रूपमा अत्यन्तै मिलेको भूभाग छ, अत्यन्तै राम्रो भूभाग छ। तपाईँहरूले यताउता डाँडाकाँडा देख्न सक्नुहुन्छ। यसरी चाहिँ डाँडाहरू हेर्न सक्नुहुन्छ, पुरै हरियाली छ। यो पारिको डाँडा हेर्नुभयो भने यो चाहिँ लिक्तोलीको डाँडा रहेको छ भने यसरी नै यहाँ माथिको डाँडा पनि रहेको छ। यसरी यहाँ हेर्न सक्नुहुन्छ यो जयश्री डाँडा रहेको छ। यसरी चाहिँ डाँडाहरूको बिचमा चाहिँ एउटा बजार रहेको छ, जसलाई चाहिँ हामी नौमुले बजार भनेर चिन्ने गर्छौँ। भौगोलिक रूपमा अत्यन्तै मिलेको ठाउँ, अत्यन्तै राम्रो ठाउँ, हेरिरहँ जस्तो ठाउँ, तर अलिकति विकासले चाहिँ केही पछाडि परेको छ। बाटोहरूकोदेखि लिएर केही समस्याहरू छ। अब यो समय अनुकूल सबै कुरा बन्दै जाला, कुनै न कसैले त बनाउला नै, प्रतीक्षा गर्नुपर्छ। एकदमै राम्रो छ। यहाँहरू आएर चाहिँ नौमुले बजार भिजिट गरेर सक्नुहुन्छ। उहाँ क्यामराम्यान हुनुहुन्छ, अलिक थकित मुद्रामा देखिनुहुन्छ। उहाँको चस्मादेखि लिएर तपाईँ हामीले सबै हेऱ्यौँ भने